म एउटा सानो जानकारी गराउन चाहन्छु। हाम्रो आजको यस विशेष साँझको खानपिनको कार्यक्रम पनि लगतै सुरु हुन गइरहेको हुँदा सम्पूर्णले यथा स्थानमा आफ्नो स्थान सुरक्षित गरी आसन ग्रहण गर्नुहुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। एकातर्फ खानपिनको कार्यक्रम सुरु हुँदै गर्छ, अर्कोतर्फ हामी समय एकदमै कम छ, त्यसैले पनि आजको औपचारिक कार्यक्रमलाई म सुरु गर्न गइरहेको छु। ताराखोला समाज जापानको आयोजना तथा ताराखोला बाजा समूहको विशेष व्यवस्थापनमा आयोजित नयाँ वर्ष विशेष साङ्गीतिक साँझ 2026 शुभकामना आदान प्रदान कार्यक्रममा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम सञ्चालक लक्ष्मण चालिसेको तर्फबाट ताराखोला समाज जापानको विशेष पहल कदमीमा आयोजित यस कार्यक्रमको उद्देश्यको बारेमा त यहाँहरू सम्पूर्ण जानकार नै हुनुहुन्छ होला। हामीले हाम्रो कार्यक्रमको बारेमा विभिन्न प्रचार सामग्रीहरूमा पनि बारम्बार प्रसारण गर्दै आइरहेका थियौँ, तथापि जानकार नहुनुहुने महानुभावहरूलाई म छोटकरीमा जानकारी गराउन चाहन्छु। विशेष गरी बागलुङ जिल्लाको ताराखोला गाउँपालिका र म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका बीचको सङ्गम स्थल, धार्मिक एवं पर्यटकीय स्थल तीनचुले बराहा क्षेत्रमा शक्तिपीठ एवं संरचना तथा पूर्वाधार निर्माण सहयोगार्थ हामी यस कार्यक्रममा आज जुटिरहेका छौँ। यो पवित्र उद्देश्य लिएर सुरु गरिएको आयोजना गरिएको कार्यक्रममा हातेमालो गर्दै यहाँ उपस्थित हुनुभएका तपाईँ सम्पूर्ण महानुभावहरूलाई म सर्वप्रथम त हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र धन्यवाद म व्यक्त गर्न चाहन्छु हाम्रो यस ताराखोला समाज जापानका विभिन्न कार्यक्रमहरूको लागि, विभिन्न कार्यक्रमहरूलाई विभिन्न स्थानहरूमा रहेर आर्थिक, नैतिक एवं भौतिक सहयोग गर्दै आउनुभएका हाम्रा सम्पूर्ण प्रायोजक दादाज्यूहरूप्रति पनि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। विशेष गरी आजको यस नयाँ वर्ष विशेष साङ्गीतिक साँझ 2026 को लागि इभेन्ट पार्टनरको रूपमा रहेर विशेष सहयोग गर्नुहुने रोयल रुट इन्टरनेसनल ट्राभल्सलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। विशेष गरी आजको यो कार्यक्रम नितान्त साङ्गीतिक कार्यक्रम रहेको हुँदा म यस कार्यक्रमलाई शब्दहरूमा लम्ब्याउन चाहिन, त्यसैले म समय खेर नेपाली कार्यक्रमलाई औपचारिक मोडतर्फ लैजाने अनुमति माग्दछु। सँगै म आसन ग्रहणको क्रमलाई सरसर्दै जोड्ने अनुमति माग्न चाहन्छु र खाताद्वारा सहयोग गर्नुहुनका लागि हाम्रो ताराखोला समाज जापानका स्वयंसेवक साथीहरूलाई पनि म अगाडि आउनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। साङ्गीतिक साँझ रहेको छ। विशेष साङ्गीतिक साँझको उद्देश्य रम्नु र रमाउनु नै रहन्छ। साङ्गीतिक कार्यक्रमसँगै हामीसँग आज अन्य विभिन्न कार्यक्रमहरू छन्। अभियान कार्यक्रमसँगै हामी रातको 12 बजे केक काटेर नयाँ वर्ष 2026लाई स्वागत पनि गर्नेछौँ। त्यसपश्चात हामी गोलाकोलाको कार्यक्रम पनि रहेको छ। गोलाकोलाको कार्यक्रममा रहेर मार्फत एकजनालाई एउटा विशिष्ट अतिथिको कार्यक्रम मार्फत एकजना भाग्यशाली महानुभावलाई हामी गीत प्रदर्शन गर्नेछौँ।
यो सुमधुर धुनको लागि म पुनः एकपटक पञ्चबाजा समूहलाई